Hello guys, welcome to a new video. In today's video, we are going to go over some important questions for St. Xavier's College entrance examination. ह्यान्डराइटिङ बनाउँदा ह्यान्डराइटिङ त्यस्तै छ है। ल फर्स्टमा छ हाम्रो सिम्पल फर्मुला टाइप्स क्वेसन। यसमा चाहिँ के हुन्छ भने एउटा फर्मुला लगाउने अनि एन्सर आइहाल्छ के। जस्तै कि अब डिस्टेन्स बिट्विन 2 पोइन्ट्स निकाल्नको लागि एउटा फर्मुला चाहिन्छ। त्यस्तै खालको क्वेसन आउँछ। ल 5,6 दिएको हुन्छ अनि अर्को 0,3 दिएको हुन्छ। बट द डिस्टेन्स बिट्विन दिस पोइन्ट्स एक मार्क्स लागि एमसिक्यू आइहाल्यो। अनि अर्को हुन्छ मिड पोइन्ट निकाल्ने लास्ट पोइन्ट त्यो ठ्याक्क स्क्वायरको के अरे स्क्वायरको एबिसिडी दिएको हुन्छ। ए बी र सीको पोइन्ट आउँछ अनि डीको के हो त्यस्तो निकाल्ने खालको आउँछ। त्यस्तै गरी प्यारालोग्राम त्यो रोम्बस ट्रापेजोइड त्यस्तो पनि आउँछ। फर्मुला चाहिँ हेरेर जानु होला। अनि अर्को मिन मिडियन मोड र क्वार्टाइल्स खालको क्वेसन आउँछ। जस्तै कि अब एक्स नम्बर अफ टर्म्स दिएको छ, त्यो टर्म्सहरू दिएको छ, मिन निकाल्नु, मिडियन निकाल्नु, कुन चाहिँ ठुलो हुन्छ, मिन ठुलो हुन्छ कि मिडियन ठुलो हुन्छ, त्यस्तै क्वेसन आउँछ होइन। त्यस्तो केही गाह्रो हुँदैन। अनि त्यसपछि छ पर्सेन्टेज र इन्ट्रेस्ट खालको के। जस्तै कि अब पर्सेन्टेज र इन्ट्रेस्टको फर्मुला त्यहाँ हुन्छ। अनि आज ए छ भन्नाले अनि 2 वर्षपछि 80%मा कति 10%मा कति पर्सेन्ट पुग्छ त्यो इन्ट्रेस्ट त्यस्तो खालको क्वेसन आउँछ। जस्तो कि गाह्रो हुँदैन, त्यो एकचोटि हेरेर जानु होला, सजिलै खालको आउँछ। अनि अर्को टाइपको क्वेसन रहेको छ मल्टिपल फर्मुलास के। एउटा मात्र फर्मुला नहुने दुईवटा फर्मुला लगाउनु पर्ने। त्यसमा केही गाह्रो छैन। यो टर्म्सहरू दिएको हुन्छ, नम्बर अफ टर्म्स त्यहाँ हुन्छ, मिन निकाल्ने, त्यसपछि स्ट्यान्डर्ड डेभिएसन निकाल्ने, त्यस्तै खालको क्वेसन। अनि मिड पोइन्ट यस्तो यो ट्रायङ्गल्समा एबिसी अनि यो यताबाट यसको डिस्टेन्स कति हो, यसको डिस्टेन्स निकाल्ने, यो एमको यो मिड पोइन्ट निकाल्ने, डिस्टेन्स लगाउने, त्यस्तो खालको क्वेसन आउँछ। त्यस्तो पनि केही गाह्रो हुँदैन। अनि अर्को हुन्छ कन्सेप्चुअल बेस्ड के, कन्सेप्ट बेस्ड जस्तै कि थ्योरी बेस्ड। जस्तै अब यतिकै फर्मुला सोधिदिन सक्छ है, त्यो चाहिँ फर्मुला सोधिदिन सक्छ। अनि अर्को चाहिँ थ्योरी जस्तै कि आउट अफ मिन मिडियन एन्ड मोड विच इज युजली लार्जर इन एसिमेट्रिकल सिरिज इन त्यस्तो खालको क्वेसन सोधिदिन्छ है। त्यो नै एकचोटि हेरेर जानु होला। अनि अर्को चाहिँ कहिलेकाहीँ 11बाट नि एउटा दुईवटा क्वेसन सोधिन्छ कि। जस्तै कि डेरिभेटिभ निकाल्ने, जस्तै कि एक्सको पावर 5 को डेरिभेटिभ कति हो भनेर सोधिदिन सक्छ। यसको एन्सर चाहिँ के हुन्छ, यस्तो लागि के हुन्छ भने x n-1 गर्नुपर्छ। जस्तै कि एक्सको पावर 5 छ भने 5x पावर 4 हुन्छ। यही हो। यस्तो सिम्पल डेरिभेटिभ सोध्छ, त्यस्तो केही गाह्रो सोध्दैन। सोधिहाल्यो भने त्यही युजली सोध्दैन। तपाईँले 8, 9, 10 को राम्ररी पढ्नुभयो भने यस्तो यो 11कोले केही प्रब्लम नै गर्दैन क्या। अनि अर्को टाइप अफ क्वेसन रहेको छ इङ्ग्लिसमा चाहिँ चाहिँ। अनि इङ्ग्लिसमा चाहिँ कस्तो हुन्छ भने ग्रामरबाट नै आउन सक्छ अनि प्यासेजहरूबाट नै आउन सक्छ। अनि ग्रामरबाट चाहिँ कस्तो टिप्सले क्वेसन आउँछ भने अब एमसिक्यू हो है। अनि यहाँ खाली स्पेस दिएको हुन्छ अनि यस्तो के यहाँ के हुन्छ अनि कुन चाहिँ वर्ड, कुन चाहिँ भर्ब, कुन चाहिँ एडजेक्टिभले चाहिँ यो सेन्टेन्सलाई कम्प्लिट गर्छ भन्ने हुन्छ कि। जस्तै कि सी वर्ड अ ब्युटिफुल ड्रेस हुनसक्छ। अनि त्यहाँ ब्युटिफुलको ठाउँमा स्पेस भएर विच अफ द वर्ड पोजिटिभली डिस्क्राइब्स द टेक्स्ट के अरे द ड्रेस भन्ने हुन्छ। अनि त्यसबाट 3टा चाहिँ नराम्रो मिनिङ दिने हुन्छ, नेगेटिभ मिनिङ दिने हुन्छ, अनि एउटा पोजिटिभ मिनिङ दिने खालको हुन्छ कि। जस्तै कि सी वर्ड अग्ली ड्रेस, ग्रोटेस्क ड्रेस अनि त्यस्तो नराम्रो हुन्छ नि। एउटा चाहिँ ब्युटिफुल भन्ने हुन्छ नि, ब्युटिफुलमा टिक गरिदिनु पर्छ। अनि यसमा पनि सी गोज टु स्कुल, सी गोज टु स्कुल 1 मार्क्स पाउनु भयो, त्यति नै हो। अनि अर्को चाहिँ के हुन्छ भने एउटा सेन्टेन्स दिएको हुन्छ द प्यासिभ भोइस, द इन्डाइरेक्ट स्पिच, द एन्टोनियम, द के अरे द अपोजिट नेगेटिभ त्यस्तो हुन्छ। अनि एउटा सेन्टेन्स त्यहाँ हुन्छ कि द प्यासिभ भोइस अफ दिस सेन्टेन्स इज हुन्छ। 4वटा अप्सन दिएको हुन्छ अनि कुन चाहिँ हो हेर्ने अनि तपाईँको एन्सर पेपरमा सर्कल गरिदिने, कुन चाहिँ करेक्ट आउँछ त्यही हो। त्यो एक्टिभ प्यासिभ भोइसबाट हो, त्यस्तो केही गाह्रो हुँदैन। अनि अर्को चाहिँ एउटा प्यासेज भन्दा एउटा सेन्टेन्स जस्तो दिएको हुन्छ अनि त्यसबाट चाहिँ सेन्टेन्स दिएको हुन्छ। अनि त्यहाँ हेर्ने कि त्यहाँ अनि एउटा कुनै वर्ड, कुनै प्यासेज, कुनै अन्डरलाइन हुन्छ अनि क्वेसन हुन्छ। अनि यता चाहिँ मैले अ लङ टाइम अगो म्यान मेट विथ अ अनप्रेसिडेन्टेड एक्सिडेन्ट। अनि यसमा अनप्रेसिडेन्टेडको मिनिङ के हो भनेर सोधे हुन्छ। लक्की, अनलक्की, डिस्क्राइब, सरप्राइजिङ। त्यस्तो यहाँ कुनै मिनिङ सरप्राइजिङ लेख्दिनँ, त्यो क्लोजेस्ट एन्सर हुन्छ क्या युजली है। यिनीहरू त कुनै होइन नि त। मेटो छ लकी एक्सिडेन्ट हुँदैन, अनलकी एक्सिडेन्ट हुँदैन, डिस्पेयर एक्सिडेन्ट त मिल्दैन, त्यहाँ सरप्राइजिङ एक्सिडेन्ट हुँदैन। अनि 1 मार्क्स पाउनुभयो। अनि यस्तो फर्मेटमा अरू कस्तो खालको क्वेसन हुन्छ भने एउटा पुरा सेन्टेन्स अनलाइन गरेको हुन्छ अनि विच अफ दिस वर्ड बेस्ट डिस्क्राइब्स दिस सेन्टेन्स। पुरा एउटा सेन्टेन्स नै हुन्छ अनि एउटा वर्ड राखेर त्यो सेन्टेन्सलाई रिप्लेस गर्न पर्ने हुन्छ कि। त्यस्तो सिम्पल नै हुन्छ। इङ्ग्लिस बोल्न आउँछ भने यो 1 मार्क्स फ्रीमै आउँछ जस्तो हुन्छ। तर तपाईँले के पढ्नुपर्छ भने सब्जेक्ट भर्ब अग्रिमेन्ट पढ्नु पऱ्यो। यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। त्यो 10 मार्क्समा 2 मार्क्स जति सब्जेक्ट भर्ब अग्रिमेन्टबाट नै आउँछ क्या। अनि प्रेजेन्ट के अरे
टेन्स पढ्न पर्ने हुन्छ, पोजिटिभ नेगेटिभ पढ्न पर्ने हुन्छ। एउटा टिप के हुन्छ भने 4 अप्सन हुन्छ, दुईवटा जति चाहिँ कन्फर्म रङ हुन्छ नि थाहा हुन्छ कि हेर्दै थाहा हुन्छ दुईवटा जति चाहिँ कन्फर्म रङ हो भन्ने। अनि यो दुईवटामा चाहिँ हेर्नुहोस् कुन चाहिँ मिल्छ, बढी मिल्छ जस्तो लाग्छ अनि त्यही दिनुहोस् भनेर त्यो रङ अप्सन चाहिँ एलिमिनेट गर्दै जानुहोस् कि। अनि अर्को चाहिँ के हुन्छ भने विच सेन्टेन्स इज ग्रामेटिकल्ली करेक्ट भन्ने हुन्छ। अनि 4वटा सेन्टेन्स दिएको हुन्छ, तिनवटा सेन्टेन्स रङ हुन्छ, एउटा चाहिँ करेक्ट हुन्छ। अनि यस्तो पनि के हुन्छ भने दुईवटा चाहिँ अभियसली रङ नै हुन्छ कि, त्यो रङ ठाउँमा एडजेक्टिभ हुन्छ, रङ ठाउँमा पङ्क्चुएसन हुन्छ, अनि त्यो हेर्दै रङ जस्तो फिलिङ आउँछ अनि त्यो चाहिँ एलिमिनेट गरिदिइहाल्नुहोस्। अनि अर्को दुईवटा यसो हेर्नुहोस् अनि कुन चाहिँ राइट जस्तो लाग्छ त्यो गर्नुहोस् कि। अनि अब चाहिँ लजिक एन्ड रिजनिङ क्वेसन्सतिर मैले चाहिँ 4वटा इक्जाम्पल लेखिसकेको छु। लजिक एन्ड रिजनिङमा चाहिँ के हुन्छ भने तपाईँले दिमाग युज गर्नुपर्ने हुन्छ, जस्तो कि फर्मुला त्यस्तो केही युज गर्नु पर्ने हुँदैन, यतिकै दिमाग गर्ने भिजुअलाइज गर्ने त्यस्तै हो। फर्स्टमा चाहिँ यो के हुन्छ भने यो प्याटर्न दिएको हुन्छ कि यहाँ स्क्वायर हुन्छ, टप राइटमा डट, स्क्वायर बटम राइटमा डट, स्क्वायर बटम लेफ्टमा डट, त्यस्तै हुन्छ है। त्यस्तो यो कन्टिन्यू गर्ने। अनि यो लास्टमा चाहिँ के आउँछ भन्ने हुन्छ कि फर इक्जाम्पल के हो यसमा चाहिँ के गरिरहेको छु भने मैले यो प्लस यो प्लस यो अनि यो र यो जोडेर यो आउनु पर्ने। सो यसको एन्सर चाहिँ यस्तो हुन्छ, तपाईँहरूले पनि हेर्न सक्नुहुन्थ्यो। यो चाहिँ यस्तो आउँछ, त्यही सोच्नु पर्ने हुन्छ, यतिकै के गरेर यो लास्टको निकाल्नु पर्ने हुन्छ कि। त्यो त्यस्तो अहिले भन्दाखेरि अलिक गाह्रो लागिरहला, तर त्यस्तो केही गाह्रो हुँदैन। अनि तर यो अर्को खालको चाहिँ अलिकति टाइम लाग्ने हुन्छ, यसको लागि चाहिँ 2-3 मिनट नै लाग्छ कि। ए इज बीज ड्याड, बी इज सीज नेफ्यू, सी इज डी सन, डी इज रिलेटेड टु ए एज भनेर हुन्छ। जस्तै कि ए बीको छोरा हो, बी सीसँग यसरी रिलेटेड छ, सी डीसँग यसरी रिलेटेड छ। अब डी र ए बीचमा रिलेसन के हुन्छ भन्ने थियो। हामीलाई मेरो इन्ट्रेस्टमा पनि यसै क्वेसन दिएको थियो, तर हामीलाई चाहिँ कति एचसम्म नै थियो कि अरे ए बीको, बी सीको, सी डीको, डी ईको भनेर एचसम्म नै पुरा थियो कि। कस्तो गर्ने झ्याल लाग्ने खालको थियो है। तपाईँ पनि यसो प्र्याक्टिस गर्नु होला यसको एन्सर। अनि 4वटा अप्सन दिएको हुन्छ, एउटा चाहिँ अभियसली रङ नै खालको हुन्छ कि। अनि 3वटा जतिमा चाहिँ यसो सोच्नु अनि गर्नु। अनि यो भनेको चाहिँ भिजुअलाइज गर्नुपर्ने क्वेसन हो कि। यस्तो ग्राफ ड्र गरिदिने, अ म्यान वेन्ट 10 किलोमिटर इस्ट गयो यता 10 किलोमिटर पुग्यो, 10 किलोमिटर, देन 10 किलोमिटर नर्थ गयो यता 10 किलोमिटर पुग्यो। अब अनि 15 किलोमिटर वेस्ट, 15 किलोमिटर गयो अनि यतातिर पुग्यो वेस्टमा। वाट इज द फाइनल पोजिसन? यो अलिक चाहिँ क्वेसन चाहिँ मिलेन छ, अलिकति यता फेरि तल पनि आएको भनेको चाहिँ वेस्ट हुन्छ, यो चाहिँ अब नर्थ वेस्ट भन्ने अप्सन छ भने त्यसलाई लगाइदिने हो। यस्तै खालको क्वेसन आउँछ, लाइक एक्सप्लेन गरेको चाहिँ अलिक सजिलो लाग्यो भने। अनि अर्को के भनिहाल्छ भने तपाईँले कम्प्युटरमा भर्ना लिने हो भने बायोलोजीको चाहिँ एक्जाम दिनै पर्ने हुन्छ, बायोलोजीको पार्टको दिनै पर्ने हुन्छ, त्यही भएर त्यो नि मिहिनेत गर्नुहोस्। अनि फिजिक्समा चाहिँ अब फर्मुला बेस्ड हुन्छ, जस्तै कि अब यताबाट फाल्यो, यता कति एक्स साइडबाट फाल्यो, यति यु स्पिडले फाल्यो भने यता फरक के हुन्छ, फ्लोरिकल मोसनबाट सोध्दा थियो एउटा। अनि अब यता 2टा कारहरू आइरहेको छन्, यसको स्पिड यति छ, यसको स्पिड यति छ, यिनीहरू कति टाइमपछि मिट गर्छन्, त्यस्तो खालको क्वेसन सोधेको थियो। अनि त्यो थ्योरी एन्ड लजिक के, जस्तै कि इफ अब्जेक्ट इज थ्रोन फ्रम एक्स हाइट विथ यति स्पिड अनि विथ एन्ड इज जस्ट ड्रप डाउन भन्नाले यो चाहिँ अगाडि फालेर तल फालेको छ, यो चाहिँ छिटो तल छोडिदिएको छ, कुन चाहिँ छिटो भएमा पुग्छ भन्ने क्वेसन थियो। अनि यसको एन्सर चाहिँ यो दुवै सेम टाइममा पुग्छ है। अलिक सोचाइ नमिलेको जस्तो लाग्ला, तर दुवै सेम टाइममै पुग्छ। फोर्स यस्तो फालेको भए पनि अनि यतिकै ड्रप गरिदिएको भए पनि पुग्ने टाइम चाहिँ एउटै नै लाग्छ। अनि अर्को हुन्छ न्युमेरिकल सोधिन्छ, 8, 9, 10 के सुन्छहरू न्युमेरिकल सोधेर जस्तो त्यो नै फर्मुलाहरू हेरेर जानुहोस्। त्यो सब ग्राभिटेसन यस्तो उस्तो त्यो के थियो। अनि एउटा क्वेसन चाहिँ के याद आयो भने सनको यति छ, अर्थ यता छ, त्यो बिचमा ग्राभिटेसन फुल कति हुन्छ त्यस्तो एउटा क्वेसन सोधेको थियो, त्यो चाहिँ सजिलै थियो। अनि अर्को जाम हामी केमिस्ट्रीतिर, what will be the product if Na reacts with Cl with CO reacts with O अनि कस्तो अब ZnCl reacts with H2 यस्तो क्वेसन सोधिन्छ है। त्यो नै यसो 8, 9, 10 मा पढेर हेरेर जानु। अनि त्यो प्रिपरेसन अफ हाइड्रोजन नाइट्रोजन के हुन्छ 9 क्लासमा त्यो पनि हेरेर जानु, त्यसबाट पनि क्वेसन सोधेको जस्तो लाग्छ है। अनि हाम्रोमा के सोधेको थियो भने H2O2 को प्रपर्टी सोधेको थियो कि अक्सिडाइजिङ एजेन्ट हो कि रिड्युसिङ एजेन्ट हो कि के भनेर सोधेको थियो। त्यो चाहिँ दुवै हो, अक्सिडाइजिङ र रिड्युसिङ एजेन्ट दुवै हो भनेर। अब थाहा त थिएन, अब ऱ्यान्डमली गरेको मिले जस्तो लाग्छ। अनि अर्को के थियो भने जेनन के अरे विच अफ द इनर्ट एलिमेन्ट्स रियाक्ट विथ कुन चाहिँ एलिमेन्ट टु फर्म अ प्रडक्ट थियो, अनि एन्सर चाहिँ जेनन थियो। यो चाहिँ मैले सुनेको थिएँ, त्योहरू मिलाएको थियो। त्यस्तो हेर्नु, यस्तो कि गाह्रै सोध्छ, अब त्यस्तो गाह्रो सोध्दैन त भन्दैन, तर गाह्रै सोध्छ। अनि बायोलोजीबाट चाहिँ सब नसुनेको क्वेसन थियो कि साइन्टिफिक नेम सोधेको थियो है। के को थियो भने टोमेटोको सोधेको थियो। अनि 3 जति अप्सन चाहिँ ठिकै थियो, त्यो लाइक प्रोसेस अफ एलिमिनेसनबाट हटाइदिएको थियो। के अरे 2 जति अप्सन चाहिँ प्रोसेस अफ एलिमिनेसनबाट हटाइदिएको थियो, अनि 2टामा चाहिँ कन्फ्युजन थियो कि। अनि त्यही साइन्टिफिक नेम पनि हेरेर जानु। अनि एरा अफ एभोल्युसन फर इक्जाम्पल टिरेक्स कुन चाहिँ पिरियडमा थियो, ज्युरासिक, ट्रायासिक, क्रेटेसियस कुन चाहिँ पिरियडमा थियो भनेर यसो सोधिन्छ। अनि त्यो नि हेर्नु।
अनि अर्गन्स पर्पज, व्हाट इज द पर्पज अफ लिभर, व्हाट इज द पर्पज अफ किडनी, विच अर्गन के अरे प्युरिफाइज ब्लड, त्यो सिस्टमलाई क्वेसन गरिदिन्छ। सो यस बी प्रिपेयर्ड। अनि मोस्ट अफ अल 8, 9 र 10को चाहिँ जति जे भने नसोध्नु के 8, 9, 10को भ्याउनु भयो भने के अरे 100मा 8, 9, 10को पढ्नु भयो भने कति 70 जति आइहाल्छ। अनि 30 मार्क्स चाहिँ 11, 12को 11, 12 भएन 30 मार्क्स चाहिँ आउट अफ नपढेको हुनसक्छ कि 11, 12बाट हुनसक्छ। यसबाट पनि तपाईँले कति 10 मार्क्स जति मिलाउनु भयो भने 80 आउँछ। अनि तपाईँको नेम निक्लिने चान्स एकदम हाई नै हुन्छ। 80 आउट अफ 100 भने राम्रै हो। सो बी प्रिपेयर्ड।